सम्पूर्णमा नमस्कार। म हुँ रिबी राणा। आज म यो कृषि सम्बन्धी एउटा सानो भिडियो ल्याएर यहाँ समस्या प्रस्तुत गर्न गइरहेको छु। आज म छु सल्यान जिल्ला अन्तर्गत गुम्बा गाउँपालिका 3 सल्यान यो गुरदासी भन्ने ठाउँमा छु म अहिले। यहाँ समस्यामा हजुरहरूलाई यो पहिला सर्वप्रथममा यो भिडियोमा हजुरले देख्न सक्नुहुन्छ आलु बखडा। कोही साथीहरूले पलम पनि भनेर भन्नुहुन्छ। हजुरले यसमा पलम देख्न सक्नुहुन्छ। यतातिर हजुरले केरा पनि देख्न सक्नुहुन्छ। हजुरले यो चाहिँ हाम्रो आफ्नै बगैँचा हो, मेरो जन्मथलो गुम्बा गाउँपालिका 3 सल्यान यो गुरदासी भन्ने ठाउँमा छौँ आज हामीहरूले। हजुरहरूले यसमा केराका बिरुवा देख्न सक्नुहुन्छ है। यतातिर केरा ठुला केरा पनि छन् र हजुरहरूले यतातिर टिमुर पनि देख्न सक्नुहुन्छ आदरणीय सर म्यामहरू। र यो हाम्रो बगैँचामा तपाईहरुले सम्पूर्ण विभिन्न खालका बिरुवा हजुरले देख्न सक्नुहुन्छ। यो बिरुवा यतातिर हेर्नु त धेरै प्रकारका बिरुवाहरू छन् यसमा। यो यतातिर केराका ठुला रुख पनि रहेछन्। हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ। हजुरहरूले त्यति मात्र नभएर हजुरले यता पनि अरू बिरुवा पनि हजुरले देख्न सक्नुहुन्छ। यतातिर हामी अर्को साइडमा जाँदैछौँ। यो साइडमा पनि हाम्रो अन्य खालको बिरुवाहरू छ। हजुरले आदरणीय सर म्यामहरूले हेर्न सक्नुहुन्छ। र यो साइडमा हजुरहरूले यो पनि हाम्रो आफ्नै बारी हो। हजुरले यो साइडमा मैले कागती सम्बन्धी र अन्य मौसम र सुन्तला सम्बन्धी बनाएको थिएँ। त्यो केही भिडियो मैले पुरा भिडियो बनाएको थिएँ। तपाईले यतातिर पनि यिनी कागतीहरू हजुरले देख्न सक्नुहुन्छ अझै पनि। यो त मैले पहिला पनि देखाएको थिएँ, अहिले थोरै मात्र अलिकति रेकर्ड गर्न गइरहेको छु। हजुरहरूले यो भिडियोलाई मन पराउनु भयो भने फेरि यस्तै भिडियो हामी ल्याउन प्रयत्न गर्नेछौँ आदरणीय सर म्यामहरू। यो भिडियो हजुरहरूले यो कृषि सम्बन्धी छ। यो म आज यो जन्मथलोमा आएर आज खिच्ने मौका पाएँ मैले। हजुरहरूले पनि कृषिलाई प्रोत्साहन गर्न चाहनुहुन्छ भने हजुरहरूले भिडियोलाई लाइक शेयर सब्सक्राइब गरिदिनु होला। र अन्य सर म्यामहरूलाई पनि हजुरहरूले देखाउन सक्नुहुन्छ। हजुरहरूले यो भिडियो हजुरहरूले कृषि सम्बन्धीको भिडियो छ आदरणीय सर म्यामहरू। यतातिर टन्न केराबारी छ, कोही केरा फलेको पनि छ। तलतिर पनि हजुरले देख्न सक्नुहुन्छ टक्क केराबारी छ। यो हाम्रो आफ्नै केराबारी भएकोले हजुरहरूले हेर्न सक्नुहुन्छ। त्यो केरा पनि हाम्रो आफ्नै बारी हो आदरणीय सर म्यामहरू। ल यो बारीमा हाम्रो सुन्तला पनि रहेछ यहाँ त। ल हेर्नु त सुन्तलाको बोट रहेछ। हजुरले सुन्तलाको बोट पनि हेर्न सक्नुहुन्छ। ल धन्यवाद। यतिन्जेल सम्पूर्ण सर म्यामहरूले यो भिडियो हेरेर साथ दिनुभयो। अझै पनि यो भिडियोलाई हजुरले अरू पनि यस्तै भिडियो आउँछन्। हजुरहरूले आदरणीय सर म्यामहरूले यो भिडियोलाई सेयर लाइक सब्सक्राइब गरिदिनु हुन हार्दिक अनुरोध गर्दै म पनि बिदा हुन्छु। हस्त नमस्कार।